हेलो नमस्ते सबैजनालाई। आज हामी सी ल्याङ्ग्वेजको बारेमा पढ्न जाँदैछौँ र फुल एक्सप्लेनेसनमा भनेको चाहिँ सी ल्याङ्ग्वेज भनेको के हो, सी ल्याङ्ग्वेजको पर्पस के हो बनाउने, सी ल्याङ्ग्वेजको एडभान्टेजेस के हो, सी ल्याङ्ग्वेजको डिसएडभान्टेजेस के हो। आज यो भिडियोमा हामी सबै पढ्न जाँदैछौँ। सी ल्याङ्ग्वेज is a general purpose procedural programming language. General purpose ल्याङ्ग्वेज भनेको चाहिँ यसले हाई लेभल र लो लेभल दुवैको फङ्सनालिटिजलाई सपोर्ट गर्छ र प्रोसिड्युर प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ यहाँ हामीले फङ्सन क्रिएट गर्न सक्छौँ। फङ्सनको कन्सेप्ट, एल्गोरिदमको कन्सेप्ट यसले दुवैलाई सपोर्ट गर्ने तर यसले चाहिँ अब्जेक्ट ओरिएन्टेडको कुनै कन्सेप्टलाई सपोर्ट गर्दैन। त्यही भएर हामीले सी ल्याङ्ग्वेजलाई प्रोसिड्युर प्रोग्रामिङ ल्याङ्ग्वेज भन्छौँ। सी ल्याङ्ग्वेजलाई चाहिँ डेनिस रिचीले इन 1972 डेभलप गर्नुभएको थियो। डेनिस रिचीले यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई चाहिँ युएसएको बेल ल्याबोरेटरिज अफ टी ल्याब्समा डेभलप गर्नुभएको थियो। सी ल्याङ्ग्वेजलाई डेभलप गर्ने पछिको मेन पर्पस भनेको यो हो कि डेनिस रिचीलाई चाहिँ एउटा अपरेटिङ सिस्टम डेभलप गर्नु थियो। त्यसको लागि उहाँलाई चाहिँ एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिएको थियो। उहाँले डेभलप गर्न चाहनुभएको अपरेटिङ सिस्टम चाहिँ युनिक्स थियो। सो युनिक्सको लागि एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिएमा उहाँले सी ल्याङ्ग्वेजलाई चाहिँ डेभलप गर्नुभएको थियो। सो युनिक्स चाहिँ फुल सी ल्याङ्ग्वेजमा बेस्ड अपरेटिङ सिस्टम हो। अनि हामीले अझै कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजेस लाइक सी प्लस प्लस, जावा सबैको कम्पाइलर चाहिँ सी ल्याङ्ग्वेजमै बेस्ड हुन्छ। सी ल्याङ्ग्वेजलाई चाहिँ अहिले सिस्टम सफ्टवेयर क्रिएट गर्न, कम्पाइलर्स क्रिएट गर्न युज गरिएको छ। सी ल्याङ्ग्वेजलाई चाहिँ सबै ल्याङ्ग्वेजको मदर पनि भनिएको छ। सी ल्याङ्ग्वेज इज अल्सो कल्ड एज मदर अफ अल अदर ल्याङ्ग्वेजेस, किनभने कुनै पनि फर्ममा अरू सबै अहिलेको मोडर्न ल्याङ्ग्वेजेस जसरी पाइथन भयो, जावा भयो, सबै सी ल्याङ्ग्वेजमै कुनै न कुनै बेरमा डिपेन्डेन्ट छन्। सो यसले हामीले बुझ्न सक्छौँ हाम्रो सी ल्याङ्ग्वेज कतिको इम्पोर्टेन्ट ल्याङ्ग्वेज हो। सी ल्याङ्ग्वेजको बेस स्ट्रङ भएपछि हामीले कुनै पनि अर्को ल्याङ्ग्वेज पढ्न बुझ्न सजिलो हुन्छ। अब यो चाहिँ भयो हाम्रो सी ल्याङ्ग्वेजको बेसिक इन्ट्रोडक्सन। अब चाहिँ हामी सी ल्याङ्ग्वेजको सिन्टेक्स हेर्छौँ। सी ल्याङ्ग्वेजलाई हामीले कसरी लेख्ने, जसरी हाम्रो कुनै पनि म्याथ्समा कुनै पनि सल्युसन बनाउन हामीसित फर्मुला दिएको हुन्छ, त्यसरी नै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा चाहिँ हामीलाई सिन्टेक्स दिएको हुन्छ कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज लेख्नलाई। सो हाम्रो सी ल्याङ्ग्वेजको सिन्टेक्समा चाहिँ कुनै पनि हामी सी ल्याङ्ग्वेजको सानोभन्दा सानो कोड लेखिरहेछौँ, और कुनै ठुलो हामी प्रोजेक्ट बनाइरहेको छौँ, हामीले यतिको सिन्टेक्स चाहिँ लेख्नै पर्छ। अब यसमा चाहिँ हाम्रो यो जुन लाइन छ यो चाहिँ भनेको हाम्रो हेडर फाइल हो, जसमा चाहिँ यो ह्याज भनेको चाहिँ हाम्रो प्री प्रोसेसर र यो इन्क्लुड भनेको स्टेटमेन्ट हो, जसले चाहिँ प्री प्रोसेसर र एउटा स्ट्यान्डर्ड लाइब्रेरी चाहिँ लिङ्क गर्ने काम। अब यहाँ हाम्रो stdio.h भनेको चाहिँ एउटा प्रिडिफाइन्ड लाइब्रेरी हो सीको, जसले चाहिँ इनपुट आउटपुट फङ्सन पर्फर्म गर्छ। अब stdio को चाहिँ हाम्रो दुईवटा मेन फङ्सन हुन्छ। एउटा चाहिँ scanf, जसले चाहिँ हाम्रो इनपुट लिने काम गर्छ, अनि अर्को चाहिँ हो हाम्रो प्रिन्टएफ, जसले आउटपुट दिने काम गर्छ। अब अर्कोमा चाहिँ हाम्रो मेन यो एउटा फङ्सन हो जुन चाहिँ हाम्रो प्रोग्रामको एक्जिक्युसन स्टार्ट गर्ने र एन्ड गर्ने पोइन्ट हो। यो चाहिँ हाम्रो कोडको स्टार्टिङ र एन्डिङ पोइन्ट हो। यसको भित्र चाहिँ हामीले कोड लेख्ने गर्छौँ। अब यो हाम्रो ओपनिङ कर्ली ब्र्याकेट हो र यो हाम्रो क्लोजिङ कर्ली ब्र्याकेट हो, र यसको भित्र हामीले हाम्रो मेन कोड लेख्ने गर्छौँ। यो चाहिँ हाम्रो एउटा स्पेसल र युजर डिफाइन्ड फङ्सन हो, किनभने यसको भित्र जुन कोड हुन्छ त्यो हामी युजरले लेख्छौँ। सो यसलाई चाहिँ हामीले एउटा युजर डिफाइन्ड फङ्सन पनि भन्ने गर्छौँ।
अब यो भयो हाम्रो सी ल्याङ्ग्वेजको एउटा सिन्टेक्स, जुन हामीले जसरी पनि जुन पनि सानो ठुलो कोड प्रोजेक्ट बनाउँदा फलो गर्नु नै पर्छ। अब हामीले यो कोडहरूलाई कसरी रन गर्ने, कसरी इम्प्लिमेन्ट गर्ने, त्यसको लागि सम अफ द प्लेटफर्म्स टु रन सी प्रोग्राम भनेर खोज्दा चाहिँ यहाँ हाम्रो सम अफ द प्लेटफर्म्स छ, जसमा इन्स्टलेसन बेस्ड प्लेटफर्म्स भनेको चाहिँ हाम्रो यो 4वटा मोस्ट पपुलर प्लेटफर्म भयो। कोड ब्लक्स, डेभ C++, भिजुअल स्टुडियो, इक्लिप्स, यो चाहिँ हाम्रो इन्स्टलेसन बेस्डमा सम अफ द मोस्ट पपुलर प्लेटफर्म्स हो हाम्रो सी ल्याङ्ग्वेजलाई रन गर्न। अब त्यसपछि हामीसँग अनलाइन प्लेटफर्म्सहरू पनि छ, जसमा इन्स्टलेसनको कुनै जरुरी छैन, जस्तै ट्युटोरियल्स पोइन्ट, प्रोग्रामिज, अनि अझै थुप्रै हाम्रो अनलाइन प्लेटफर्महरू पनि छ हामीसँग हाम्रो सी ल्याङ्ग्वेजलाई रन गर्न। सी ल्याङ्ग्वेजको बारेमा केही इम्पोर्टेन्ट नोट्सहरू छन्, जुन इफ हामी सी ल्याङ्ग्वेज पढिरहेछौँ, बुझिरहेछौँ, देन हामीलाई यो पोइन्ट्सहरूको थाहा हुनै पर्यो। अब हाम्रो फर्स्ट पोइन्टमा भनेको छ .c इज एक्सटेन्सन अफ सी ल्याङ्ग्वेज फाइल। अब .c भनेको चाहिँ हाम्रो सी ल्याङ्ग्वेजको एक्सटेन्सन हो। सो हामीले कुनै पनि सी ल्याङ्ग्वेजको फाइल सेभ गर्दा हामीले .c लाएरै सेभ गर्नुपर्छ। इक्जाम्पल लिन्छौँ भने maths.c, basic.c, यो हामीले सेभ गर्दा कुनै पनि फाइलको नेम अनि त्यसपछि .c एक्सटेन्सन फाइल चाहिँ हामीले लाउनै पर्यो। अब हाम्रो सेकेन्ड पोइन्टले भनेको छ सी इज अ केस सेन्सिटिभ। अब केस सेन्सिटिभ ल्याङ्ग्वेज भन्न खोजेको मतलब के हो चाहिँ, हामीले कुनै पनि प्रोग्राममा लाइक इन्ट b इज इक्वल्स टु 2 डिक्लेयर गरेका छौँ। अब हामीले यसलाई एक्सेस गर्न, यसलाई कल गर्न प्रिन्ट एफ क्यापिटल B लेखिदिन्छौँ भने यसले चाहिँ हामीले एक्सेस गर्न मिल्दैन। इफ हामीले माथि स्मल b मा डिक्लेयर गरेछौँ भने यहाँ हामीले स्मल b नै लेख्नु पर्यो। यसलाई चाहिँ केस सेन्सिटिभ भन्न मिल्छ। अब हाम्रो थर्ड पोइन्ट चाहिँ भन्न खोजेछ कि सी ल्याङ्ग्वेज सपोर्ट्स 32 किवर्ड्स। सी ल्याङ्ग्वेजमा चाहिँ हामीले 32वटा किवर्ड सपोर्ट गर्छ, जसलाई हामीले पुरा 32 एउटा याद गरिसकेपछि हाम्रो सी ल्याङ्ग्वेज चाहिँ हामीलाई इजी हुन्छ पढ्न। अब किवर्ड्स चाहिँ हाम्रो एउटा रिजर्भड र प्रिडिफाइन्ड हो, जसलाई चाहिँ हामीले हाम्रो निड अकर्डिङ, हाम्रो कहाँ हामीलाई चाहियो त्यस अकर्डिङ हामीले त्यसलाई युज मात्र गर्ने हो, किनभने यो चाहिँ हाम्रो अलरेडी प्रिडिफाइन्ड हुन्छ। अब सी ल्याङ्ग्वेजको हामीले एउटा इक्जाम्पल, बेसिक सिम्पल एकदम अर्ली बिगिनर स्टेजको इक्जाम्पल हेर्नु पर्दा यहाँ हामीले हाम्रो हेडर फाइल लेख्यौँ। अब यो जुन छ यो हाम्रो // ले लेखेको यो हाम्रो कमेन्ट हो। यो हाम्रो प्रोग्राममा चाहिँ रन हुँदैन, यो हामीले मात्र हाम्रो प्रोग्रामलाई बुझ्नलाई मात्र हामीले लेखेको हो। यो हाम्रो // दिएर कमेन्ट्स। अब यो हाम्रो हेलो हैज इन्क्लुड stdio.h हाम्रो हेडर फाइल भयो। यो हाम्रो मेन फङ्सन भयो। यहाँ हामीले कर्ली ब्राकेट स्टार्ट गऱ्यौँ। जसरी हामीले यहाँ सिन्टेक्स लेखेका थियौँ त्यही सिन्टेक्सलाई हामीले फलो गर्दै यहाँ हामीले लेखेछौँ। अब हामीले प्रिन्ट एफ फङ्सन, इट कल्स लाइन हेलो डेभलपर्स फलोड बाई अ न्यू लाइन। अब यसले हामीलाई हेलो डेभलपर्सलाई कल गर्यो अनि त्यसपछि हाम्रो नेक्स्ट छ रिटर्न 0। यसले इन्डिकेट गर्छ कि हाम्रो प्रोग्राम, हाम्रो कोड यहाँ एन्ड हुन्छ, हामीले स्टप गर्छौँ हाम्रो प्रोग्रामलाई अनि हाम्रो यहाँ क्लोजिङ कर्ली ब्र्याकेट्स छ। अब हामीले यसलाई रन गर्दा जुन हामीले यहाँ रन गर्ने प्लेटफर्महरू डिस्कस गऱ्यौँ, यो प्लेटफर्महरूमध्ये कुनै एउटामा हामीले यसलाई प्रपरली कुनै पनि सिन्टेक्स एरर नगरिकन इफ हामीले यसलाई रन गर्छौँ भने हाम्रो आउटपुट आउँछ हेलो डेभलपर्स, जुन चाहिँ हामीले यहाँ यो लाइनमा हामीले फङ्सनमा हामीले यो लाइनमा हामीले लेखेका थियौँ हेलो डेभलपर्स भनेर। सो हामीले कुनै पनि सिन्टेक्सहरूमा एरर नगरिकन इफ हामीले रन गऱ्यौँ भने दिस इज आवर आउटपुट। सो आई होप यति जतिको सबैलाई बुझ्यो होला, क्लियर होला।